नेपाल सरकारले पहिलोचोटि नै इतिहासमा पहिलोचोटि के गर्यो भने 6 वटा मुख्य पार्टीहरू जति छन् ती 6 वटा मुख्य पार्टीहरूको चाहिँ घोषणा पत्र जुन छ म्यानिफेस्टोबाट मुख्य मुद्दाहरू निकालेर अथवा आवश्यक मुद्दाहरू निकालेर अथवा म्युचुअल जुन मुद्दाहरू छन् नि तपाईको मुद्दा होला मेरो मुद्दा होला उहाँको मुद्दा होला सबैलाई एकै खाले मुद्दाहरूलाई चाहिँ म्युचुअल मुद्दाहरूलाई चाहिँ ल्याएर चाहिँ 22 पन्नाको चाहिँ एउटा प्रतिबद्धता अथवा राष्ट्रिय प्रतिबद्धता भन्ने यहाँ छुटेका कुराहरू 3 पेजमा हामीले तयार गरेर पठाएका छौँ हैन केन्द्रमा पठाएको छौँ केन्द्र हुँदै यो चाहिँ सरकारमा पुगेको छ त्यसमा चाहिँ विशेष हामीले फोकस गर्नुपर्ने भनेको के छुटे त ती प्रतिज्ञा पत्रमा श्रमिकका कुराहरू हामी विदेशमा भइसकेपछि हामी श्रम गर्छौं श्रमिकका कुराहरू के छुटे अर्को कुरो के छ भने यहाँनिर चाहिँ एउटा श्रमको चाहिँ एउटा डिमान्ड लेटर एक खालको हुन्छ यहाँको मोरेबाट नेपालमा म्यान पावरले अर्को देखाइदिन्छ यहाँको 1200 छ वा 1500 छ यो बहुत ठूलो समस्या छ बङ्गलादेशमा के छ भने तपाई 1000 रुपैयाँ पठाउनु 1000 दिरहम भनेको लगभग हाम्रो भनेको 40-50 हजार 40-50 हजार भनौं न त्यसमा तपाईले 1 लाख पठाउनु भयो भने सरकारले 2000 एक्स्ट्रा थपेर दिदो रहेछ के बङ्गलादेशमा चाइना र भारत हैन बुद्धिस्ट र हिन्दू जुन पर्यटक छ नि दुईपट्टि अथा त्यो त हामीले दुवै क्याप्चर गर्न सकिन्छ हो नि त दुईटै सकिन्छ र सजिलो पनि छ ल्याउनको लागि किनभने हाम्रो संस्कार पनि मिल्छ संस्कृति पनि मिल्छ चाइनाले पनि हामीलाई एउटा मायाको नजरले हेर्छ राम्रो नजरले हेर्छ हैन सानो कन्ट्री टाइनी कन्ट्री भन्छ हैन त्यसमाथि नेपालले इमानदार छन् एउटा राम्रो कुरो त्यो पुरै होइन धेरै मात्रामा गरिएको छ त्यसमा छुटेको कुराहरुले चाहिँ हामीले समेट्नुपर्छ भन्ने कुरा हो